हेलो नमस्ते जय मसी गुड आफ्टरनुन हैन रास्ते हामी चाहिँ आज न्यू डे न्यू भ्लग धेरै समयपछि हामी भ्लग बनाउँदैछौँ। हामी चाहिँ अब छुट्टी भएर चाहिँ हाम्रो साथीभाइहरूसँग घुम्न गइरहेछौँ। हाम्रो 11 जना ग्रुप छ। हामी उहाँहरूको राई बुझ्न जाँदैछौँ है। हाम्रो सुरुमा हाम्रो लोरी गायक तथा हाम्रो सुदीप ल कस्तो छ कस्तो हाम्रो अब यस्तो कि हामी अब छुट्टी भइरहेको छ होइन यस्तो कि अब बुद्धाश्रीको यस्तो सम्बन्धको छाल हाल्नु भनेर हामी जाँदैछौँ होइन। अब साथी सबैसँग धेरै हाम्रो यो प्लानिङ गर्ने हाम्रो अध्यक्षज्यू सुनिल दाईबाट हामी के बोलिदिनु पर्यो। आज चाहिँ हामी सब साथीभाइहरू मिलेर बुर्गास जाँदैछौँ। साथसाथै हामीले चाहिँ बुर्गासमा गएर धेरै रमाइलो गर्ने योजना गरेका छौँ। हाम्रो यहाँ हाम्रो के छ रोशन घरती भुजेल। आज हामी गर्मीको गर्माहट यो मौसममा हामी अब घुमफिर गर्न जाँदैछौँ। बुर्गास भन्ने हाम्रो यहाँदेखि लगभग 2.5 घन्टा छ ट्रेनमा। र हामी साथीभाइ मिलेर अब बिदाको बेला पनि छ। अब के गर्ने रुममा बस्नु भन्दा जाउँ घुमौँ भन्ने निस्किएको साथीभाइहरू ल उतातिर हाम्रो साथीहरू हामी अब यतिखेर काका ओ काका नदेन काका हाम्रो के भन्न चाहनुहुन्छ मेरो भ्लगमा भन्नुहोस्। मोहन सर के छ खबर? हामी सबै सन्चै छौँ। अनि कस्तो भइरहेछ बुर्गास जाने? हाम्रो उजित दाई त्यति मात्र हो? हाम्रो उदित सर हिरो के छ खबर? ठिक छ ल हामी अब एकदम एक्साइटेड छ। हामी एकदम हाम्रो प्रकाश सर के छ खबर भन्नुहोस्? एक्साइटेड छु। यतिखेर चाहिँ हामी बुर्गासको यात्रा सुरु भएको छ, प्रारम्भ भएको छ होइन मन छ। अब यतिखेर हामी बुर्गास आइपुगेका छौँ। करिब कति घन्टा यात्रामा? 2 घन्टाको 1.5 घन्टाको यात्रामा। कस्तो रह्यो ट्रेन सफर? एकदम रमाइलो रमाइलो एकदम बिन्दास पारा लाग्यो है। हामी एकदमै बिन्दास पारा लाग्यो साथीहरू। अब हामी बुर्गासको समुद्र किनारमा जान्छौँ। हामी त्यहाँ रमाइलो गर्नेछौँ। तपाईँको प्रस्तुतिहरू रहनेछ त्यहाँ? त्यहाँनिर एकदमै प्रस्तुति हुन्छ। हामी टिकटक गर्नेछौँ होइन, गाना गाउनेछौँ, रमाइलो गर्नेछौँ। हामी हिँड्दैछौँ ल। कस्तो छ? पनि दामीसँग आइयो। अब ब्ल्याक सीमा जाँदैछौँ होइन। ब्ल्याक सी ल ल पौडी खेल्नु होइन काका? अब यहाँ हाम्रो 2 जना ज्येष्ठ नागरिकहरू हाम्रो फ्लोरका अरुण चन्द दाई र हाम्रो काका हुनुहुन्छ इन्टरनेसनल काका। यहाँ यस्तो इन्टरनेसनल काका हुनुहुन्छ टक्क लाएर जुबेली काका। यहाँ चाहिँ पुरा म्युजिक फेस्टिभल लागिरहेको रहेछ। यहाँ म्युजिकल फेस्टिभल। सन्दीप सर त आउनुहुन्न होला। ए सन्दीप सर 2 शब्द जाओस् बुर्गास। अहिले नबनाऊँ। Something, how was the feeling? Very good. Yeah. Very hot. हामी यतिखेर बुर्गास 2 घन्टाको यात्रामा को सफल। यहाँ यस्तो देख्नुहुन्छ बिल्डिङ होटल बुल्गेरिया। मोहन सर के भन्नुहोस्? के छ बुर्गासको कस्तो छ हावा पानी? यो माहौल देख्दाखेरि चाहिँ सन्दीप सर भन्नुहोस् 2 शब्द। अब मैले केही भन्न चाहिनँ। अहिले यो गर्मीले होइन, अहिले त शीतल हावा आइरहेछ त। शीतल आइरहेछ। ट्रेनमा बहुत गर्मी भयो। ट्रेनमा त बहुत गर्मी भयो। म यहाँ हेरेँ नि देखिएँ नि। म यहाँ नहेरौँ, म त शादीसुदा मान्छे। यतिखेर चाहिँ हामी बुर्गास भन्ने सिटीमा छौँ, हिँडिरहेछौँ हामी। यहाँ टिकटक स्टारहरू हुनुहुन्छ। उदिप सर यहाँ आउनु, मेरो भ्लगमा आउनुहोस्। यतिखेर आउनु मिल्छ नि? यहाँ आउनु। यहाँ होइन बोल्ने भन्नाले तपाईँको चस्मा मलाई मन पऱ्यो। कति छ यार हेर्नु न, चस्मा चाहिँ खतरनाक छ नि। के छ उदिप सर? महँगो त होइन, पोखरा जस्तो भाइब छैन? अलिअलि छैन, अलिअलि छ नि। सफा त सफा हुन्छ नि। यहाँ यस्तो छ केटाहरू हिँडिरहेछन्। यस्तो बन्न कहिले लाग्छ होला नि हाम्रो यस्तो रोड नेपालमा?
चिल्लो यहाँ उदीप सर हिरो हुनुहुन्छ पोखराको। यो चाहिँ एकदम राम्रो नि, नेपालमा भए त उडाइदिइसक्यो। इन्डियाको पुरै नगर्नु है, फेरि मार्ला फेरि मोदी अङ्कलले फेरि। यस्तो छ है, दामी छ जोस्। आइसक्रिम पसल रहेछ यहाँ, मैयाहरू रहेछ नि होइन। घाम चलिरहेछ, हावा पनि चलिरहेछ, यस्तै छ। हामी आज यसो टाइम पास गर्छौँ, रमाइलो बिदाको क्षणमा हामी साथीभाइहरू जुनसुकै देशको पनि एउटै हुन्छ भने त हामी त नेपाली दाजुभाइ मात्रै केवल एउटै परिवारको जस्तो भएर हामी जाँदैछौँ र त्यहाँ गएर हामी विभिन्न परिस्थितिहरू गर्नेछौँ, रमाइलो गर्नेछौँ। ओके ल, धन्यवाद हजुरको अभिप्रायको लागि। यहाँ हाम्रो यस्तो राम्रो छ यार, अन्त पोखरातिरको जस्तो छ नि स्ट्री हेर्दाखेरि ट्रककोलाएर। कति समय लाग्छ हौ प्रकाश सर यहाँबाट हाम्रो? अब लाग्छ 5-7 मिनट पछि प्रतीक्षाको फल मिठो हुन्छ अरे नि, त्यही भएर यहाँ हिँड्दैछौँ हामी होइन उजित दाई, उज्जवल दाई, दादा त्यति मात्र। आएको बुलग्रिया कति महिना भयो, त्यति 3वटा। ठिक छ, राम्रो छ नि, कृषि यस्तो छ। पसलहरू यो राम्रै छ यार, बनिरहेको रहेछ यहाँ चाहिँ। यस्तो छ है। ल यतिखेर हामी फाइनल डेस्टिनेसनमा आइपुग्यौँ। तपाईँहरूलाई बुर्गासको समुद्र देखाउनेछौँ है। यहाँ के रेलले काका? मोनोरेल बिचको छेउछाउमा मात्रै चल्छ होइन, अन्य ठाउँमा चल्दैन। पैसा तिर्ने, चढ्ने, सफारीको मजा लिने, गार्डनभरि समुद्रको छेउ पुरैतिर घुमाउँछ। तपाईँ योभन्दा अगाडि आउनु भएको थियो? म योभन्दा पहिला 1 वर्ष अगाडि पटक। ल मेरो चाहिँ पहिलो पटक हो। तपाईँहरूलाई यहाँ देखाउँदैछ। यहाँ हाम्रो यहाँको लोकल पनि हुनुहुन्छ, एकदम समुद्र छ है गाइजहरू। के सी रे काका? ब्ल्याक सी, कालो समुद्र तर निलो मात्रै देखिरहेको छु मैले यहाँ। ओ माई गॉड, पानी चाहिँ निलै देखिन्छ गाइजहरू। हो दिस इज अ समथिङ। हाउ वाज योर फिलिङ्स टु सी द बुर्गास? दिस इज अ ब्ल्याक सी? Second time. या हाउ वाज द फिलिङ्स? Very good. Yes. Oh my God. उहाँ चाहिँ हाम्रो आजको गाइड हुनुहुन्छ, हाम्रो रोशन घरती भुजेल। हाम्रो अध्यक्षज्यू प्याक्रेल दादा, कस्तो फिलिङ्स? हाउ डज फिलिङ्स? हाउ यु फिलिङ? Fourth time for me. ओके। Guys. हाम्रो मोहन सर एके हाम्रो याम्बोलका अनमोल केसी हुनुहुन्छ उहाँ। हजुर Fourth time in Burgas. यो चाहिँ इन्टरनेसनल सिपहरू हो दाइ, त्यो समुद्रको। यहाँ देख्नुहुन्छ बिच, यता तलतिर जाने कि हामी? सन्दीप सर? ठिक छ। उदीप सर, हाउ इज द फिलिङ्स? हाउ वाज द फिलिङ्स? दामी। यसले चाहिँ के हेर्ने हो? पैसा दिनुपर्ने हो? यहाँ हाम्रा सेलिब्रेटी क्रसहरू हुनुहुन्छ यहाँ पुरै दामी छ गाइजहरू। पुरा ट्रेनहरू कुदिरहेछ यहाँ गाइजहरू। यु क्यान इन्जोय द बिच अनि समुद्रको साथमा चिसो हावा होइन काका? एकदम तैरिनुपर्छ हामी गएर। तैरिनु डुब्दैन भन्ने हो क्या यो? हामी डुब्दैनौँ, छेउमा जाने भिडियो बन्छ होइन सुनिल दाई? अब रिग्रेट भयो होला भन्नु। केटाहरू कसैलाई रिग्रेट भएको छ भने भनाऊ। पूर्व प्रेमीलाई के भन्नु चाहनुहुन्छ? प्रेमी नै छैन भाइ। सन्दीप सर
उनी त डराउँछन् घरको बुढी छ भन्छ नि डराउँछ तपाईँ चाहिँ काका होइन हामी त डराउँदैनौँ हामी कुनै काम गर्दैनौँ त्यो डराउँदैनौँ ए फेरि काकीले हेर्नु होला नि भिडियो फेरि काकीले हेर्छ माइजूले हेर्छ आन्टीले हेर्छ सबले ल गाइजहरू यस्तै छ सुनिल दाइ उताको चाहिँ कुन हो नि सिटी उता नि दामी दामी छ यार गाइजहरू एकदम सो इन्जोय भइरहेछ यहाँ बुढाहरू पौडी खेलिरहेछन् अहिले तल देखाउँछु म हिँडिरहेछौँ हामी त्यतिखेर चिसो चिसो हावा चलिरहेछ मेन्टेनेन्स भइरहेछ गाइजहरू टक्क लगाएर होइन के सोचे थिए जिन्दगीमा तिनीहरूलाई त कहाँ देखाउँछु त म के अरे प्रकाश सर के भन्दैन तिमी त मान्छे राम्रै होइन टक्क लगाएर मोमेन्ट क्याप्चर गर्नुपर्छ नि त तर यहाँ मलाई के रे काकु नहाँसौँ गाइजहरू हँसी त फसी त्यस्तो भिडियो बनाउनु पर्यो क्या हँसी त फसी होइन त्यसपछि मिलियन भ्यू जान्छ मिलियन भ्यू जान्छ यस्तो समुद्र छ तिमीले मलाई स्वीकार रिग्रेट भयो होला नि होइन मोहन सर के हो त्यो जे पाइँदैन नबोल्नु यहाँ भिडियोहरू भइरहेछ हेर हजुर यहाँ म भिडियो खिचिरहेको छु मैले हात मिलाएर बिच यहाँ दिस इज अ बिच आई एम गोइङ टु सो यु द ब्युटिफुल बुर्गास दिस इज अ बुर्गास guys paragliding समुद्रका छालहरू पर काको हुन्छ काको के छ कस्तो लाग्यो आजको दिन गजब होला पैसा उसैली हो क्या यहाँ चाहिँ प्यारासुटहरू पनि गर्न मिल्दो रहेछ पैसा तिरेर यो चाहिँ अब हाम्रो इन्डिङ भिडियो नि होइन काको कस्तो लाग्यो बुर्गास ब्युटिफुल छ ब्युटिफुल पिपुल ब्युटिफुल प्लेस तर इट्स एक्सपेन्सिभ है अरूभन्दा त महँगो छ यतैबाट जाने माथि जाउँ यस्तै भयो आजको भ्लग चाहिँ यस्तै हुन्छ बुर्गास आइयो त्यही भयो मेमोरी बुर्गास भनेर अति सुन्दर भने राम्रो रहेछ यस्तै छ अब बुलगुरी आएको नि 8-9 महिना भयो स्यालेरी घट्यो अब स्यालेरी घट्यो नि रमाइलो त लिनु पर्यो नि इन्जोय गर्नु पर्यो मैयाहरू त नभर्नु मैले फेरि ए बिच भलिबल पनि खेल्दो रहेछ यहाँ अगाडि भलिबल टेनिस पनि छ बिच टेनिस होला यस्तो मैयाहरू छन् मैया कपल्सहरू ए फोरहरू टिप्यो यो सफा नि गर्नु पऱ्यो नि त यस कपल्स मौसम ठिक्क छ नि त्यस्तो जाडो पनि छैन गर्मी पनि छैन क्या सही कताबाट जानु त नि झर्नी आइसक्रिमहरू पनि छ
यहाँबाट झरौँ नि केटाहरू त कता हरायो यस्तो बार पनि रहेछ नि यस्तो बार कफी सफी सबै पाउँछ क्या सफी चाहिँ होइन कफी यतैबाट जाऊँ न उतै हो उसले हेर्ने नि त होइन हुन त यहाँको मान्छेहरू चाहिँ एकदम एक्टिभ क्या साइकल सबै यो चराको नाम के हो अगाडि उडिराख्नु भयो यस्तो छ नि यो समुद्र त रहस्यमय हो सिक्रेट या एकदम रहस्यमय समुद्र नि कलर चाहिँ गाडी आइरहेछ गाडी तर सफारी जस्तो नि चितवनको सफारी जस्तो सफारी नि हो गाडी लाएर जिन्दगी यो वाला नि एकदम महँगो हुँदैछ कागो सस्तो 800 मौसम अलिक गजबको छ मौसम सुहाना दिल हे दीवाना अनि अरू नभन अब गर्लफ्रेन्ड भए यस्तोमा नाम लेख्नु हुँदै के गर्नु अब दिलमा नि लेख्न सकिएन दिलको भएको मान्छे अरूसँग अर्कै दिलमा छ गजब अजब प्रेम कि गजब कहानी यो चाहिँ हाम्रो समुद्र ब्ल्याक सी गाइजहरू यही हेर्नलाई पैसा ल्याएको हामी गाइजहरू थाहा है यस्तो यु क्यान सी देयर यस्तो छ दिस इज अ बीच थाहा छ बुर्गासमा समुद्रमा आएर पानी पनि खेलियो अलिअलि रमाइलो गरियो यहाँ प्रकाश सरसँग अनि प्रकाश सर यो अब यहाँ चाहिँ अब कपालहरू छ देखाउन मिल्दैन यहाँ इन्जोय भइरहेछ नाइट क्लबहरू राम्रो छ बेस्ट पार्ट अफ यस्तो छ कपालहरूको लागि यहाँ फ्यामिली विथ फ्यामिली गर्लफ्रेन्ड बोयफ्रेन्ड एकदम राम्रो छ यार गाइसहरू एक्सर्साइज भइरहेछ खालि खुट्टै हिँडेर छालहरू समुद्रको छालहरूको लहर हेर्दै हाम्रो आजको भ्लग अब सकिन हालेर गयो गाइजहरू कीप सपोर्ट मी आई विल लर्निङ कसरी बनाउनु क्या फ्लवरहरू यसो टिप्सहरू दिनु होला के भन्नु पऱ्यो यस्तो छ बलुवा हिँडेर तातो यहाँ दिँदैन यस्तै छ आजको भ्लग गुरुवार सरले यहाँ पानीका छलहरू खेलेर यहाँ सुत्ता लगाइरहेछ म त यहाँ लगाइसकेँ गाइज इट्स मे मोनी क्या यहाँ देख्न सक्नुहुन्छ मैयाहरू नभन्नु होला छ द इन्भाइरोमेन्ट द एटमोस्फियर इज लाइक बी लाइक हाम्रो चरक्क छन् सो है